हाम्रा कालीकोटाको छिमेकी जिल्ला जुम्ला जुम्ली जनता साह्रै बाठा। तर यसपालिको यो चुनावमा भने जुम्लाका जनता यति कन्फ्युज छन् कि अब देशभरि घण्टी बजाउनु पर्छ भनेका छन्, परिवर्तन भनेका छन्, युवाहरू उर्लिया छन्, राष्ट्रिय स्वतन्त्र पार्टी भनेका छन्। अब घण्टी त भोट हाल्ने कि ज्ञानेन्द्र साईकन भोट हाल्ने। तर जुम्लाका जनताले फेरि पनि आफ्नो हिरालाई चिन्नु भएन भने चाहिँ ठूलो भूल हुनेछ। हो, युवाहरू आउलान्, राष्ट्रिय स्वतन्त्र पार्टी एउटा नयाँ पार्टी आउला, नयाँ पार्टीले अवसर पाउला। तर जुम्लाको वास्तविकता बोल्ने, जुम्लाको धरोहर, जुम्लाको शान, जुम्लाको पहिचान भनेको ज्ञानेन्द्र साई नै हो। ज्ञानेन्द्र साई जति अरू कसैले पनि जुम्लामा विकास गर्न पनि सक्दैन, जुम्लाको बारेमा बोल्न पनि सक्दैन र जुम्लाको बारेमा सोच्न पनि सक्दैन। ज्ञानेन्द्र साई त्यस्तो मान्छे हो जो चाहिँ जुम्लाको सारा कर्णालीको समस्या अगाडि ल्याएर सांसदमा आँखा जुदाएर त्यो समस्याको समाधानको बारेमा बोल्ने मान्छे हो। अब त्यो भ्रष्ट सरकारले कति समस्या समाधान अरिदियो न, त्यो त अब छुट्टै कुरा छ। तर ज्ञानेन्द्र साई त्यस्ता मान्छे हुन् जसले चाहिँ कसैले पनि खोल्न नसकेका भ्रष्टाचारका फाइल खोलेर ती भ्रष्टाचारीहरूलाई एक एक गरेर तह लाउँछु भनेर हिम्मत बोकेर अगाडि बढेका मान्छे हुन्। ज्ञानेन्द्र साई त्यस्ता मान्छे हुन् जसले चाहिँ समाज परिवर्तन हुनुपर्छ, गर्नुपर्छ र म गर्छु भनेर एउटा हुटुटी बोकेर अगाडि बढेका मान्छे हुन्। अब जुम्लाका जनताले चिन्छन् चिन्दैनन् थाहा छैन, तर जुम्लाका जनता बाठा छन्, चिन्छन्। यसपालि पनि जुम्लाका जनताले आफ्नो शान, पहिचान, आफ्नो एउटा अमूल्य गहनालाई चाहिँ चिन्न नबिर्सिनु होला, भूल नगर्नु होला। छिमेकी सबैकन शुभकामना छ। धन्यवाद।